आज म काममा जानको लागि रेडी हुँदैछु, अलिअलि गफ पनि गर्छु। मलाई मेकअप गर्न एकदमै मन पर्छ के। कोरोनाको टाइमदेखि नै मैले मेकअप ट्युटोरियलहरू पोस्ट गर्छु, तर रियालिटीमा चाहिँ डेली मेकअप गरेर बस्ने मान्छेमा चाहिँ म पर्दिन। कहिलेकाहीँ स्किन केयर मात्र गरेर पनि म काममा गइदिन्छु। तर मैले नोटिस गरेको एउटा कुरा के, हाम्रो सोसाइटीमा धेरै जस्तो मान्छेहरूले हाम्रो कस्तो लुक हेरेर नै जज गरिदिन्छन्। मलाई राम्रो गेटअप लगाएर क्लिन अनि प्रेजेन्टेबल भएर हिँड्न मन पर्छ, तर दिनदिनै मेकअप गर्ने टाइम हुँदैन। कहिलेकाहीँ चाहिँ मलाई आफैलाई नै मुड हुँदैन र लुककै आधारमा जज गर्यो भने चाहिँ मलाई यस्तो पारा तात्छ। मेरो लागि मेकअप भन्दा धेरै इम्पोर्टेन्ट हाइजिन हो। क्लिन र कन्फिडेन्ट भएर हिँड्न नै सबैभन्दा ठुलो कुरा हो कि मेरो लागि। मेकअप त त्यसपछि सेकेन्डरीमा पर्ने कुरा हो। अनि अर्को कुरा के, छोटो कपडा लगाउनु गलत हो भन्न खोजेको चाहिँ होइन। म पनि ठाउँ सिचुएसन र आफू कम्फर्टेबल भए अनुसार छोटो कपडा लगाउँछु। सबैको आफ्नो चोइस हो कि। मैले फुल लेन्थ आफूलाई कम्फी लाग्ने लुगा लगाउँछु भन्दैमा मलाई ओल्ड फेसन बोरिङ भनेर जज गरेको मन पर्छ। जसरी म अरूको चोइसलाई रेस्पेक्ट गर्छु नि, त्यसरी नै मेरो चोइसलाई रेस्पेक्ट गरियोस् भन्ने लाग्छ। आखिर लुक्स भन्दा ठुलो कुरा त मान्छेको व्यवहार, सोच र उसले अरूलाई कसरी ट्रिट गर्छ भन्ने कुरा हो नि, होइन र?